ए दाइ उठ्नुस् न, मैले चिया ल्याएँ। उठ्नुस् न, कस्तो सुतिराख्यो होला। लज्जा कति सुतिराख्यो होला, निद्रामा पनि कति सोचिराख्यो होला। के भने कस्तो बेलामा चिया ल्याएको, जाऊ त, कस्तो मजा आइरहेको थियो आफूलाई। क्या हो, कतै कसैको सपना देख्न थाल्नुभयो कि कसो? ए सुन त सुन, ए भएको जा आफ्नो काम गर। कतै मेरो मद्दत चाहियो कि यहाँलाई? यसलाई त म बिहान बिहान डिस्टर्ब गर्छु पनि दिन्न। हुर्की बढेकी छोरी घरमा राखिरहनु भन्दा बिहा गरेर दिएर पठाउनु पाए बेस। छरछिमेकीले पनि कुरा काट्न पाउँदैनन् होइन त? कुरो अगाडि बढाउने नि त। बुहारी हामीलाई मन परिसक्यो। अब यी पढे लेखेका केटीकेटी हुन्, आफ्नो भविष्य आफै बनाउँछन्। अब मोही माग्नु ढुङ्ग्रो किन लुकाउनु? तर म एउटा कुरा स्पष्ट भनिदिन्छु, हामीलाई दाइजोको रूपमा। दाइजो? नआत्तिनुस् न, पहिला कुरा त सुन्नुस्। हामीलाई दाइजोको रूपमा एउटा सिनको पनि पर्दैन। खाली 100 लुगामा कन्यादान गर्दै मात्रै पुग्छ। मुख्य कुरो के भने छिट्टै साइज जुराउनु पर्यो। अब यो त यहाँहरुकै विचार। एउटी छोरी आफूले सक्दो व्यवहार त गर्ने नै छौ। अब अर्को महिनामा त साइतै छैन क्यारे। यही महिनामा ज्योतिषलाई देखाएर बिहेको दिन तय गरे त भइहाल्यो नि। ताइस बाबु, रवि, उहाँहरू अञ्जलीको लागि कुरा गर्न आउनु भएको। नमस्ते। नमस्कार। मेरो छोरो रवि पढे लेखेको लायकको छ। कानुन विषयको पढे लेखेको मान्छे कमै छ प्रहरीमा, त्यसैले मेरो छोरोलाई कानुन पनि पढाएको। त्यो त अवश्य हुनुपर्छ। तपाईं जस्तै इमानदार प्रहरीको छोराले प्रहरी बन्नु पर्यो भने पक्कै तपाईं जस्तै इमानदार बन्नु पर्नेछ। म एकछिन भित्र गएर आउँछु। एउटा छोरा एउटी छोरी, यिनीहरूको विषयमा चिन्तै छैन।